कोट एउटा बाहिरी वस्त्र हो जुन मुख्य रूपमा जाडो मौसममा वा औपचारिक तथा व्यावसायिक अवसरहरूमा लगाइन्छ, यसले व्यक्तित्वलाई थप आकर्षक र व्यवस्थित देखाउन मद्दत गर्दछ। शासक र कुलीन वर्गका व्यक्तिको पोसाकका रूपमा विकास हुँदै गएको कोटको इतिहास कस्तो छ? सुरुमा कामदार तथा किसानको पोसाकका रूपमा रहेको कोटप्रति पछि गएर अन्य वर्गका व्यक्तिको आकर्षण कसरी बढ्यो? कोटको 3 शताब्दी लामो इतिहासबारे आज यो भिडियोमा जानकारी दिइएको छ। इस्वीको 18औं शताब्दीमा स्पेनको विभिन्न प्रान्तबाट कोट लगाउने चलन सुरु भएको मानिन्छ। त्यो समय लगाइने डबल र सिङ्गल छातीवाला कोटलाई कामदार तथा किसानको पोसाकका रूपमा लिइन्थ्यो। युरोपमा कोटको इतिहासबारे लेखिएका लेखहरूमा उल्लेख भएअनुसार पछि यसमा अन्य वर्गका व्यक्तिको पनि आकर्षण बढ्दै गएको देखिन्छ। स्पेनपछि बिस्तारै अन्य युरोपेली मुलुक बेलायत, फ्रान्स र रुसतिर पनि आफ्नै तरिकाले त्यसको विकास भएको देखिन्छ। युरोपबाट अफ्रिका, एसिया र अन्य मध्यपूर्वी देशतिर भ्रमणमा जाने यात्रीहरूबाट ती देशमा पनि कोटको प्रभाव परेको देखिन्छ। त्यसबेला बाक्ला कपडाबाट बनेका लामा र घुँडाभन्दा मुनि आउने कोटहरू लगाउने गरिन्थ्यो। तर आधुनिक सुटको सुरुवात भने सन् 1778मा लन्डनमा जन्मिएका इङ्ल्यान्डका ब्यू ब्रुमेलले गरेको मानिन्छ। इस्वीको 20औं शताब्दीको सुरुवातसम्म त कोट पूर्ण रूपमा विकसित भइसकेको इतिहास छ। भिक्टोरियन युगमा फरक रङको प्यान्टसँग लगाइने फ्रक कोट प्रचलनमा भए पनि त्यसलाई सुट भनिँदैनथ्यो। सन् 1920को दशकमा स्लिम र फिट सुट प्रचलनमा आएको थियो, तर 1930को दशकमा भने लामा कोटको काँध र प्यान्टका बाहुलाहरू फराकिलो अनि पुरै कम्मरलाई दबाउन मिल्ने खालका प्यान्टहरू लोकप्रिय हुँदै गए। दोस्रो विश्वयुद्धले ल्याएको आर्थिक अभावका कारण सन् 1940को दशकमा कपडा बचाउनका लागि कोट र प्यान्टहरूमा केही परिमार्जन गरेर साँघुरो फिट प्यान्ट लगाउन थालियो र कम्मर कोटहरू विस्थापित भए। तर 50को दशकमा सुटमा फेरि परिवर्तन आएर 30कै दशकको जस्तो भयो, जुन पछि 60को दशकसम्म प्रचलनमा रह्यो। यसपछिको दशकमा पनि सुटको संरचनामा प्राय गरी खुकुला कोट प्यान्ट नै बढी रुचाइएका थिए। सन् 2000को सुरुवाततिर फेरि स्लिम र फिट सुटहरूको लहर चल्यो। यता दक्षिण एसियाली मुलुकहरूमा धोती, कुर्ता, पाइजामा, सुरुवाल र कमिज आदि परम्परागत पोसाक हुन्। यहाँ कोट प्यान्ट लगाउने पुरानो फेसन होइन। छिमेकी मुलुक इन्डियामा ब्रिटिस शासनको प्रभावका कारण युरोपमा प्रचलित कोट भित्रिएको मानिन्छ। तर नेपालमा कोट कहिलेबाट भित्रियो भनेर कुनै यकिन छैन। यद्यपि विक्रम सम्वत 1957 फागुनबाट 1958 साउनसम्म श्री 3 प्रधानमन्त्री भएका देव शमशेर जबराका तस्बिरमा उनले कोट लगाएको देखाइएको छ। उनले श्रीपेश लगाएकै अवस्थामा कोट लगाएको देखिएकाले इस्वीको 20औं शताब्दीको मध्यतिर नै नेपालमा कोट लगाइन्थ्यो भन्न सकिन्छ। विक्रम सम्वत 1979 सालमा अम्बिका प्रसाद उपाध्यायको नेपालको इतिहास नामक पुस्तकको आवरणमा लेखकले सुट लगाएको फोटो राखिएको छ। यसरी राणा शासनको मध्यतिर नेपालमा कोट तथा सुटको फेसन सुरु भइसकेको मान्न सकिन्छ।